उपचार खर्च जुटाउन नसक्दा मोरङमा एक बालकको बिचल्ली भएको छ। धनपाल थान गाउँपालिका 5 स्थित रामपुर बैरियाका सूर्यलाल कामतले छोरा कृष्ण कामतको आँखा सम्बन्धी समस्याको उपचार गराउन नसकेका छन्। रामलाल गोल्छा आँखा अस्पतालले ज्योति नै गुमिसकेको र उपचारमा 4 लाख लाग्ने चिकित्सकले जानकारी दिए पनि खर्च अभावमा अहिले कृष्ण घरमै बसिरहेका छन्। अनुरोध छ कि म एउटा सुकुम्बासी एलानी मान्छे, मेरो छोराको लागि आँखाको अर्को लागि 3 लाखको लगभग आवश्यकता भएकोले सम्पूर्ण नेपाली दाजुभाइहरू देश बस्नुभएका सबैले एउटा अनुरोध गरी एउटा बालक 7 वर्षको बच्चालाई आँखाको लागि हेल्प गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। के गर्नुपर्छ होला? खेल्ने क्रममा उनका 8 वर्षका छोरा कृष्णको आँखामा दृष्टिपछि परिवारले उपचार खर्च जुटाउन नसकेको हो। 6 जनाको कामत परिवारले ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन्।